दसैँ तिहार पनि गइसक्यो गाइज। फाइनली म चाहिँ उता पाहाडदेखि घरतिर आइसकेको छु, तलतिर बर्देतिर। र हाम्रो पछाडितिर चाहिँ कतिपय धान काटिसकेको छ भने कतिपयले काटेको छैन र हाम्रो पनि काट्नु बाँकी नै छ। तिहार लाग्यो र सबैजना आफ्नो आफ्नो ठाउँतिर गएर धान चाहिँ काट्न पाएनौँ। हिजो अस्ति पानी परेर त्यही भएर धान काट्न पाइएको छैन। अब फाट्ने बित्तिकै 2-4 दिनपछि धान काटाइ हुनेवाला छ। तर त्यही हो, मलाई काम दह्रो रहनेवाला छ नि। त्यही भएर म चाहिँ साथीहरू मेरो पछाडि के को रुख्छ तपाईँले चिनिसक्नुभयो होला। यो पिपलको बोट देख्ने बित्तिकै मलाई एउटा बच्चाको कुरा याद आयो। हामी त्यो बच्चाको बेलामा चाहिँ एउटा गाना सुन्ने गर्थ्यौँ क्या। हावा चल्यो सरर पिपलु बर मायालुको सरर रुमालै फरर भन्ने गाना सुन्थ्यो। यो कसले गायो यो चाहिँ मलाई थाहा थिएन। हामी बच्चा बेला गोठालातिर जाँदाखेरि सुनिरहेको गीत हो। अनि त्यसको याद आयो यति बेला। दामी थियो जे होस्, त्यो बेला चलिरहेको थियो सायद। यो गाना खुब चलेको थियो यो बेला गाउँघरतिर, रमाइलो भइरहेको हुन्थ्यो होइन। त्यही हो, यति बेला चाहिँ म ट्याक्कै भन्दाखेरि यो पुलमा आइसकेको छु। अनि त्यो चाहिँ मेरो साइकल छ होइन। म यता बडेतालतिर जाउँला भनेर आइसकेको थिएँ। अनि मलाई त्यहाँ जानु चाहिँ मन लागेन, बाटोमा आउँदाखेरि के भएर खै झ्याउ लागिसक्यो। त्यही भएर चाहिँ म यहीँबाट फर्किनु पर्ने हुन्छ। हेलो गाइज, यति बेला चाहिँ म यस्तो ठाउँमा छु कि दसैँ तिहार त गइसक्यो तर पनि फुलहरू ढकमकै छ नि त होइन। पुरा त्यहीहरू यस्तो दामी छ, मजाले पुरा फुलिरहेको छ। मेरो ब्याक साइडमा चाहिँ देख्नु भएको छ होला हजुरहरूले। त्यही हो, यो विद्यालय क्षेत्र भएर पनि होला सायद फुलहरू रोपिरहेको छन्। दामी छ छेउस होइन। मेन रोडमा पनि यस्तो बनाउनु भनेको धेरै खुसी हो। त्यही हो, हामीले जता कतै सकेसम्म फुल रोप्यौँ भने चाहिँ प्राकृतिक रूपमा पनि सुन्दर र परिपूर्ण देखिँदो रहेछ होइन। त्यसैले फुल रोपौँ सबैले भन्न चाहन्छु म चाहिँ। आजको भिडियो चाहिँ उति नै, बाई बाई।